कसरी भाइरल भइन्छ बा अब त्यही दर्शकहरूलाई सोधिदिनु मलाई के भनेको छ भाइरल कसरी भइन्छ भनेर भन्न हेलो एन्ड नमस्ते नयाँ दिन नयाँ भिडियोमा स्वागत छ हजुरहरूलाई ठिक अहिले बजेको छ 10:30 अनि आज फेरि राति 3 बजेबाट पानी पर्न सुरु गरेको हेर्नु गाउँमा पानी परेर हावाहुरी लागेको थियो अनि झ्यालस्याल बन्द गरेर सुतेको थिएँ म थाहा पाउँथिनँ पनि होला झ्याल नलागेको भए चाहिँ लागेको भए चाहिँ थाहा पाउँदिनँ पनि होला तर नलागिकन सुतेको थिएँ अनि हावाहुरीले त भित्रै उडाउला जस्तो गरेको त्यस्तो हावाहुरी लागेको थियो अनि त्यसपछि उठेर झ्यालस्याल बन्द गरेर सुतेको 3 बजेबाट पानी परेको गाउँमा त बाफ्रेबाट ठुलै पानी आएछ है यस्तो छ गाउँको माहौल कहाँ जान लाग्यो भन्दाखेरि चाहिँ अहिले सिसी र म भएर चितुरतिर जाँदैछौँ पैसा ल्याउँछ ठिक छ केही छैन ल हेर्नु न पानी परेको उहार मौसममा त उहार भन्छ कि के भन्छ दामी देखिएको के ल पहाड है त्यो देप्चुल डाँडा हो अन्त देप्चुल डाँडा त हो बवाल देखियो कि बोलाएको है त पार्टी खुवाउँछ कि आइफोन किने जारे ब्लग ल आऊ बाबु आइफोनको सुरुवात गरिदिइहाल याल्लो कट्टो है याल्लो कट्टो भित्रै आऊ न आऊ याल्लो कट्टो ए ट्र्याक लाएर आउँछ कि त्यसले पहिलो कट्टु लाग्थ्यो कि त्यहाँ अनि सरस्वती बहिनी हेर यसले पहिलो कट्टु लाख अनि मन्दिरको पनि यहाँ नयाँ मन्दिर बन्दैछ मन्दिर अस्ति मैले देखाइसकेको छु नि त यो मन्दिर चाहिँ हट्न लाख नि त यहाँ अनि चट्ट पारामा यहाँ चाहिँ पुरै ठड्डिसकेछ है रड सड ठड्डिसकेछ ल अनि हाम्रो भेले साइकल अनि यता सिसी डन लाज लाउने कुरो गर्छ यार बाइक छ भनेर गफानी हो त साइकल पोल खोल्ने काम नगरेर के मतलब भएर बाइक निस साइकल निस कार निस चाहियो भने हेलिकप्टर निस ल्याइदिनु मगाइदिन्छु भर्खरै 300 खाले है 400 खाले अनि झारे ब्लकको घर चाहिँ एउटा राम्रो चिज पनि छ है परे भएको गुड छ के बवाल तर घरमा परेको गुड भएको चाहिँ मलाई दामी लाग्छ कि बवाल लाग्छ हेर्न परेको गुड तर जसको घरमा परेको गुडहरू हुन्छ नि त्यो घरमा चाहिँ एकदम राम्रो हुन्छ भन्ने चाहिँ हामीले सानैबाट सुनिआएको उसो ओए तेरो घरमा कतिको राम्रो भयो भन्दा यो परेवा पालेबाट परेबाट राम्रो भयो नि परेवा नपाल्दा यसको कुनै पनि गर्लफ्रेन्ड थिएन भने परेवा पालिसकेपछि 5वटा गर्लफ्रेन्ड 5वटा थाहा खै आइफोन हेरौँ बन्द गर्छु म त लाज ला साइकल छैन अनि कार टिकटकमा त कार छ भन्दिस् त फेरि टिकटकमा त कार छ भन्दिस् त लाइभमा कार त इमोजीमा छ नि हैन ए अगाडि रहेछ मेरो कार वहाँ कोही राखिदिएको त्यहाँ कस्तो पार्क गर्दै जहाँ पाइदियो यार खै एउटा झ्यालेको कार एउटा उसको कार यार हेरै केटा म तलब काटिदिन्छु फेरि कार अलि ठाउँमा ल्याएर राख्ने यार पार्किङमा साइकल खोज्दै आज ल ठिक छ यो अब साइकल खोज्दैछ साइकल पाइन्छ ल यहाँ त खोया नि पलाइ केटोको साइकल नि रहेनछ हिँड्दै लाइभमा कार छ भनेर गफान्यो अहिले यहाँ हिँडिरह केटा कार ड्राइभरले केटीलाई नि गफ नहाने उमेरले भ्लगमा सब पोल खोलिदिन्छ अनि हेरेर जानुहुन्छ हाम्रो गाउँ टोइलेट हेर्ने पुरै बाङ्गे टोइलेट टाइल्स रहेछ कि यस्तो हो त भाइ यो चाहिँ यस्तै भन्नुपर्छ कि 72 सालको भूकम्पले हो है साइकल भेट्यो भनेको ठ्याक्कै जान साइकल चाहिँ हाम्रो 72 सालको भूकम्पले चाहिँ यो टोइलेट यस्तो उत्तान पारेको थियो अब 84 सालको भूकम्पमा यस्तो भएर त सिधा हुन्छ होला यार हिँड्दै जाने निर्णय गरिदियो किनकि ओए राख्दैन साइकल अझ हारे ब्लक्सको साइकल रहेनछ नि त त्यही भएर अब साइकल चाहिँ यहाँ राखिदिने अनि जितुरमा चाहिँ अफर चलिरहेको रहेछ कपाल काट्ने है हाम्रो साथीको सुदीप दोस्तको के अफर चलिरहेको रहेछ फलो गरेर गयो भने चाहिँ 10% डिस्काउन्ट रे ए 100मा 90 रुपियाँ 90 रुपियाँ गइदिने हो त कपाल पनि लामो लामो भयो सुदीप दोस्त यस्तो हेर्दैछौ भने है पुऱ्याइदिउँ त तिमीसँग मलाई यसो 50% डिस्काउन्ट गरिदेऊ त म आइहाल्छु हजुर भइहाल्छ नि खुवाउनु त यसो बोलाएर हेलो
ओ के छ दाइ घाँस कटाइ हो ल ठिक छ ल हेलो हात हल्लाइदिउँ न त हेलो हाई केही कुराहरू भन्न थियो कि मलाई चाहिँ अनि कतिजनाहरू हामी जस्तो सानो युट्युबरहरूले चाहिँ भ्युजै आएन भनेर चाहिँ बिचमै छोड्नुहुन्छ है अलिकति सब्सक्राइबरहरू कमाउनुहुन्छ अनि त्यसपछि बिचमै छोडिदिनुहुन्छ त्यसो चाहिँ नगरौँ है गाइज सब्सक्राइबर भनेको बिस्तारै बिस्तारै हुने चिज हो युट्युबमा लागिसकेपछि बिस्तारै 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 हुन्छ है सो बिचमै चाहिँ आत्तेर चाहिँ नछोडिहालौँ युट्युब चाहिँ अझै 2-3 वर्ष त सङ्घर्ष गर्न पऱ्यो नि त होइन अहिले 2-4 महिनामै हार खाएर त अनि युट्युब छोड्छु भनेर चाहिँ भएन सो केही परिस्थिति बाध्यताले छोड्नु छुट्टै कुरा नत्र भ्युज आएन भनेर यो बढ्दै बढेन कसैले हेरेनन् भनेर चाहिँ नछोडौँ आज हेरेनन् भोलि हेरेनन् पर्सि हेरेनन् निकापर्सि हेर्छन् होइन बिस्तारै बिस्तारै हेर्ने चिज हो बिस्तारै बिस्तारै भाइरल हुने चिज हो ठुल्ठुलो युट्युबरहरू पनि एकैचोटि ठुलो भए होइन 2-4वटा भिडियोहरू एकैचोटि भाइरल भएर भएन होला पक्कै पनि 300-400वटा भिडियो भाइरल भएर एक दिन सबैको भाग्य चम्किन्छ सो मैले चाहिँ यो टिप्स चाहिँ मैले हाम्रो ज्यारे ब्लग्सलाई पनि दिन चाहेँ है हो कि नै ब्लग नछोड केटा बुझ्यो सकेसम्म सक्नुहुन्छ भने चाहिँ लगभग डेली भ्लग पनि हाल्ने गर्नु है डेली भ्लगहरू पनि गर्ने गर्नु अनि त्यसपछि लाज भ्लगमा चाहिँ लाज चाहिँ हुनु भएन है गाइज लजाउने भने मान्छेहरूको अगाडि नर्मली बोलिदिने हो क्या भ्लगर भइसकेपछि पनि भने त्यही भएर चाहिँ एउटा लाज चाहिँ मान्नु भएन सो यति भएपछि चाहिँ एक न एक दिन चाहिँ चम्किन्छ है 1.5 लाख भएपछि सुदीप दोस्तको काम थियो हाम्रो जितुरा नै त्यो काम नै भयो है अब चाहिँ हामी फर्किन लाग्यो घरतिर फेरि हाम्रो फेरि 3जना एउटा भैँसी नुहाइदिनलाई हामी 3जना चाहिन्छ क्या है हाम्रो काली भैँसी दिलवाली ओ काली अनि हाम्रो बाबा यता हुनुहुन्छ मेरो भ्लगमा चाहिँ बाबालाई मैले ल्याएर आज चाहिँ लिएर आउँछु है बाबा केही भनिदिनु त के भनिदिने हो र कान्छाको भलालाई सबैजनाले चाहिँ सब्सक्राइब गरेर 10 लाख पुऱ्याइदिनु अरे 10 लाख 10 लाख पुऱ्याइदिनु छ अरे भन्ने गुनासो चाहिँ कान्छाले गरिरहेको छ अब दर्शकहरूले गरिदिनुहुन्छ भन्ने आशा पनि छ 2-4 जना दर्शकहरूलाई अलि बढाएरै चाहिँ यसो सब्सक्राइब गर्न भन्नुहोस् कान्छा अब त्योभन्दा त के भन्नु छ र घरको काम राम्रोसित गरेछ हराएको ठ्याक्कै ठ्याक्कै गरिराखौ त्यहाँ भैँसी नुहाइदिएको त योभन्दा कति गर्ने हो र अब त हाम्रो सिमेन्टी मुस्ना छ यो 1.5 लाख भैँसी होइन घरमा बिहाको भैँसी हो कि 1.5 लाख 2 लाख रुपियाँ हो 7 लाख भने नि भाउजू आउनु भयो फेरि भैँसीको मूल्य कति छ मेरो सुन्न आएको 1.5 लाख किन्ने हो 1.5 लाख अरे जम्मा 1.5 लाख किन्ने भयो भन्नु है ल भयो लिएर गयो बेचारा किन्ने हो अरे ल कोही हुनुहुन्छ भने हाम्रो 1.5 लाख भन्दा पक एकछिन पक्छ कोही हुनुहुन्छ भने यसो कमेन्ट गरिदिउँ है हाम्रो 1.5 लाख भन्दा माथि दिनुहुन्छ भने चाहिँ भर्खरै बेचिदिइहाल्ने हो यो भैँसी है 3 लिटर दुध दिन्छ 3 लिटर दुध दिन्छ भैँसीले बिहान बेलुका गरेर फेरि कसरी भाइरल भइन्छ बा अब त्यही दर्शकहरूलाई सोधिदिने मलाई के भनेको छ भाइरल कसरी भइन्छ भनेर भन्न मलाई थाहा छैन कसरी भइन्छ भाइरल के अरे भाइरल कसरी भइन्छ भाइरल हुन त राम्रो काम गर्नु पऱ्यो राम्रो भिडियोहरू हाल्नु पऱ्यो सन्देशमूलक भिडियोहरू हुनु पऱ्यो अनि बल्ल भाइरल भइन्छ हो राम्रो काम गर्नुपर्छ घरमा बाबाआमाले भने मान्नुपर्छ अरू काम पनि आफूले गर भन्न बिर्सियो भने के काम गरौँ भनेर बाबाआमालाई बिहान उठ्दा बित्तिकै सोध्नुपर्छ लाताले भ्वाक्क नगरे खान नि पर्छ भक्क उज्जा अनि कमेन्टमा चाहिँ इटिङ राइस कमिङ होम भन्नुपर्छ जे भन्नुपर्छ तैँले भन्थ्यो इटिङ राइस कम होम रे 5 पनि बजिसक्यो जुत्ता हालेँ अब चाहिँ म बल खेल्न जानुपर्छ खुजुरी कहाँ हिँडेको ल अनि अस्ति चाहिँ मैले पोस्ट हालिदिएको थिएँ केटाहरूलाई ल ग्राउन्डमा आउनु पऱ्यो है सबैजना भनेको थिएँ अब आज के कतिजना आउँछ भने चाहिँ हेरौँ अस्ति भ्लगमा भनेको थिएँ नि त अघि नै आएर चाहिँ कतिखेर आएको यहाँ भाइहरू जितुरो केटाहरू आएर चाहिँ हजुर कपडा चिज कस्तो कट
ल बबाल बबाल अनि आज टिकटकमा आउँछ होला नि त के छ सर के छ नोबेल भाइ एकदम ठिक छ नि होइन ल जितुरको डनहरू है भरतपुर 28 को डन को भनेर मैले हालेको थिएँ नि त टिकटकमा यिनीहरू नि है खोइ कोही नि गएको छैन ग्राउन्डमा पनि आइपुग्यौँ अनि म चाहिँ यहाँ रेडी भइसकेँ है जुत्ता सुत्ता लाएर केटाहरू यहाँ केटा हो तिमीहरू मेरो भ्लग हेरेर आएको होइन ग्राउन्डमा हो मैले भनेको थिएँ नि त ल आज चाहिँ अलिकति धेरै छौँ है हामी चाहिँ ल ल हाम्रो चरी भाइको सुट हेरिदिउँ है त रोक रोक यताबाट गर्छु म लान ओइ ओइ ल लगातार बनाइरह है ल ए त्यहाँ हुनुहुन्थ्यो त चाहिँ फुटबल पनि खेलेर सकिसक्यो केटाहरू यहाँ
रात परेर नि त अँधेरो भइसक्यो त लास्टमा अँधेरो समयले ती 3 गोल भयो अनि बराबर भयो लास्टमा गोलै हान्न सकेन कोहीले पनि अनि कति पक्दै बाइसाइकलको भिडियो बनाएको खै थाहा छैन ल अब चाहिँ जुत्ता सुत्ता लाएर खोलेर अनि घरतिर लागिन्छ है त ल के कस्तो लाग्छ भिडियोहरू लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला आजको लागि यहीँ बिदा माग्छौँ अनि सब्सक्राइब चाहिँ यहीँ सधैँ जस्तो अनि बिहान ठिक 7 बजे अपलोड हुनेछ मेरो भिडियोहरू ल आजको लागि बाई बाई